हेलो साथीहरू नमस्कार है दर्शन नमस्कार सम्पूर्णमा दर्शन नमस्कार। आज चाहिँ पानी आएको छ साथीहरू हैन, यहाँ चाहिँ पानी परिरहेको छ झक्का साउदीमा है। अझै ड्युटी जाँदैछु, तपाईँहरू हेर्न सक्नुहुन्छ हरियाली जङ्गल 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 हेर्न सक्नुहुन्छ साउदीमा जङ्गल। ल हरियाली तपाईँहरू छ भन्नुहुन्छ नि साउदीमा जङ्गल छैन भनेर। ल ल साथीहरू ल हेर्न सक्नुहुन्छ जङ्गल हरियाली ढिकुरी। अब चाहिँ म रोड क्रस गर्नुपर्ने हुन्छ लगाएर मित्रहरू 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 गल्लीको बाटो जाँदै हो, गल्ली गल्ली। कहाँ जाने हो अरू साथीहरू कहाँ जाने हो, मजेन्द्र साथीहरू कहाँ जाने हो। पानी पर्यो सैला पानी झम्मै भन्दा नि हल्का आएको छ, त्यस्तो झ्याम्मै चाहिँ होइन, हल्का आएको अवस्था। पानी हल्का आएको अवस्था, हल्का पानी आएको अवस्था। ल है पानी आइरहेछ है, पानी आइरहेछ, पानी परेको अवस्था। अनि त्यस्तो छ। पानी आइरहेछ हौ, पानी आइरहेछ। ल मित्रहरू पानी चाहिँ गजबले नै परेको छ भनेर हुन्छ यतातिर होइन। म चाहिँ ड्युटी जाँदैछु लुखुर 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 गर्दै है। अब तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ यस्तो अवस्था छ। अनि धेरै गाह्रो पनि छ यो बाटोमा हिँड्नलाई होइन। के देख्न जानै पर्ने पऱ्यो, बारीको देखेको चाहिँ कम्पनी गइँदैछ झ्याप्पो लगाएर। सही हो होइन त सही हो, पानी आएको बेला सही हो। प्लाजा कम्पनी अरू त्यसको के भन्ने सही हो कुदेकोमा पागल कुदेको मेरो ड्युटी चाहिँ यस्तै छ हजुर। अहिले चाहिँ दिउँसोको 3:30 भयो, कस्टमर त्यति छैन, त्यही भएर अनि ड्युटीमा हल्कै छ। अब बेलुका अहिले रमजान पनि चलिरहेको छ, त्यो कारणले गर्दाखेरि अहिले त्यति बिजी हुँदैन। अब एकछिनपछि भन्दाखेरि पनि 6 बजे रोजा खोलिसकेपछि चाहिँ तपाईँको घमासान नै हुन्छ, मेला जत्तिकै हुन्छ है साथीहरू है त। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, के छ तपाईँहरूको हालखबर?
है। म पनि सन्चै छु। हस् त। पानी परेको बेला चाहिँ मैले त्यही रोडमा हो भिडियो बनाउँदै आएको होइन। अनि हिजो चाहिँ भिडियो पुरा गर्न सकिएन, त्यही भएर आज थोरै क्लिप यहाँबाट पनि लिइरहेको छु। त्यही बाटो हो हिजो चाहिँ अब त्यहाँ पानी आउँदाखेरि होइन। अहिले हामी जाने पनि त्यही हो, एउटा मेट्रो स्टेसन भइहाल्यो। त्यहाँ चाहिँ मेट्रो स्टेसन बन्दैछ, त्यहाँ मेट्रो स्टेसन, त्यही कारणले चाहिँ जाम भइरहेछ। त्यही भएर जाम हेर्न सक्नुहुन्छ मेट्रो स्टेसन कारणले चाहिँ यता होइन। पारी चाहिँ हाम्रो बन्छ अरे यो है। यो हिजो आउँदाखेरि चाहिँ म त्यही जाम भएको बाटो चाहिँ भिडियो बनाउँदै आएको थिएँ। अनि काम पनि थियो ड्युटीमा, त्यही कारणले भिडियो हिजो पुरा गर्न सकिएन। त्यही भएर आज थोरै क्लिप यसमा जोडिदिएको छु आजको है त साथीहरू। अनि तपाईँहरू माझ मेरो भिडियो आइपुग्यो भने लाइक सब्सक्राइब गरेर सानो सहयोग गरिदिनु होला भन्ने म अनुरोध पनि गर्दछु है त। हस् त।